हेलो साथीहरू, यो चाहिँ अहिले म क्रोएसियाको हाइवेबाट भिडियो बनाइरहेको छु है। क्रोएसियाको हाइवे चाहिँ यस्तो छ। म चाहिँ सी साइड जाँदैछु, जादर भन्ने ठाउँतिर। म चाहिँ ड्राइभिङको काम गर्छु। नेपालबाट आएको 2 वर्ष भयो अनि म यसो कहिलेकाहीँ भिडियोहरू पनि बनाउँछु। अनि यत्तिकै एक्लै ड्राइभिङ गरेर हिँडिरहँदाखेरि चाहिँ मलाई साह्रै अल्छी लाग्छ, कहिलेकाहीँ बोर हुन्छ। अनि मैले भिडियोहरू बनाउँछु अलिअलि हजुरहरूलाई देखाउनको लागि कहिलेकाहीँ कसरी बनाउने होला भनेर चाहिँ सोचिरहेको हुन्छु होइन। अनि खासै यो कन्टिन्यू गरेको छैन, त्यही भएर चाहिँ कस्तो लाग्छ क्या कहिलेकाहीँ होइन। तर बनाउन चाहिँ पर्छ जस्तो पनि लाग्छ, त्यही भएर बनाइरहेको छु है त। हेर्न सक्नुहुन्छ, भिडियो हेरेर इन्जोय गर्नु होला। गाडी चलाउँदा फेरि अल्छी लागेर म चाहिँ यस्तरी होइन कपाल सबल मिलाउँदै गफ गर्दै यत्तिकै ड्राइभिङ गर्दै हिँडिरहेको थिएँ। अनि त्यसपछि अब म अरू भिडियोहरू पनि देखाउँछु हजुरहरूलाई। मेरो चाहिँ यसरी नै दिन कट्छ आजभोलि होइन। हेर्न सक्नुहुन्छ के गर्नु। भ्यूहरू कस्तो लाग्यो भन्नु होला है त। कस्तो लाग्छ तपाईँहरूलाई यो भ्यूहरू, बाटो कस्तो छ। स्काई चाहिँ दामी देखिने कि, तर क्रोएसियाको यो समर टाइममा चाहिँ एकदम राम्रो देखिन्छ। विन्टरमा चाहिँ फेरि पुरै फ्रिज नै जस्तो हुन्छ, पुरै कालो बादल लाग्छ होइन। फ्रिज नै जस्तो हुन्छ, पुरै कालो बादल लागेर पानी परेर एकदम धेरै चिसो हुन्छ नि क्रोएसियामा त। यहाँको भित्रको गाउँहरूको बाटो, यहाँको होइन घरहरू, यहाँको वातावरणहरू एकदमै राम्रो छ होइन। हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँको हरियाली होइन। जे भयो नि अलिकति मान्छे बस्ने योग्य एकदमै सुन्दर ठाउँ छ क्या। अनि मैले यो घर